उयो छ त प्वाखै पनि यो फेट फेट कैँचीले काटेर ठ्याक्क ठ्याक्क पारेर होइन मैले यति यति काटेर यत्रो बुट्टा बनाएको छु पुगिहाल्छ हाम्रो सन्तोषले यहाँ पेम्पस किन्ने ठाउँ चिन्दैन अरे यहाँ आफ्नो जन्मथलामा अनि पेम्पस किन्ने ठाउँमा देख्दिनँ भन्छ अरे कहाँ हुन्छ मिठो किनी खानु पर्यो भने टाढो टाढो जानुपर्छ यहाँ सुविधा छैन भन्छ माथि पुगेको हाम्रोतिर भन्दा महँगो पो रहेछ धेरैजना भयो भने पहिला त यहाँ पो सस्तो थियो अटो भाडाहरू बढाएको होला नि अहिले अनि यहाँ त अब एउटाले फिर्को ल्याएको सबैले फिर्को यहाँ त त्यही हो पहिले त्यहाँ अब टोइलेट पिसा फेर्नु जाँदाखेरि केटाहरूमा एउटालाई आउँछ नि म पनि तानेर जान्छ नि त्यस्तै हो नयाँ लगाइरहेका तिमी ल बाई बाई मलाई बाई बाई गर्नु चस्मा ल्याउनु चस्मा गएर त्यो पेपरहरू लगिस् न होइन अघि माथि लाग्यो हालिदिनु भएको छैन त यही छ यो त झन्डै रहिएको यहाँ अगाडि बस्ने भन्दै थियो ल सञ्जीव दाइ ल कुरा गर्दै गरौँ ल भम 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 टिकेट भम 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 ल ल हुन्छ बाई 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 ल बाई बाई गरिदिनु बल्ल गऱ्यो छोरीले बाई बाई यहाँ हेरौँ न बाई गरेका बल्ल बल्ल गयो गयो ल भा ल ल मामु जा